नभए के छ म 2 साल आगो भएको थिएँ होइन चाइना त्यतिखेर म 1 साल मैले केही गरिनँ र म यसो 1 साल त्यो फर्केर हेर्छु नि मेरोमा कुनै याद छैन त्यसको लागि गुड मर्निङ सबैलाई र अहिले बजेको छ बिहानको 7:30 टेम्परेचर तपाईँको 3 देखि 5 को बिचमा होला यो मेरो खाटको हालत यस्तो हुन्छ खाटको हालत कपडा जहिले पनि त्यहाँ टाङ्गिएको हुन्छ है यो चाहिँ फ्यान हो एक्चुअली यो चाहिँ तातो पानी हो र म कफी चियाहरू पिउँदिनँ अन्त यो कप चाहिँ मैले इन्डियादेखि ल्याइकन आएको हेर्नुहोस् त यो दिदीले दिएको यसमा भित्र तपाईँको स्टेनलेस स्टिल छ 304 यो चाहिँ राम्रो क्वालिटीको स्टेनलेस स्टिल हो अन्त तलपट्टि हेऱ्यो भने यसो ग्रिप छ क्या कुनै टेबलमा राख्यो भने ग्रिप मजाले गर्छ यो चाहिँ हो रातिको सुप हो राति बाँचेको थियो अहिले गरम गरेर खाँदा हुन्छ अन्डा पनि बोइल हुँदैछ यहाँ सुप पनि गरम हुँदैछ पहिला बाहिरको दृश्य देखाइदिन्छु आज त घाम पनि लागेको छैन जाडो धेरै छ आज हावा मक्ख चिसो चिसो हावा चल्दैछ र यो आजको नास्ता यति हल्का फुल्का खायो भने ठ्याक्कै हुन्छ मलाई 12 बजी 12-1 बजीसम्मको लागि चाहिँ यो सुपमा लगाउनु भएको छ अहिले मलाई याद आयो यो सुपमा लगाउनु भएको छ मकै मटर हो च्याउ अन्त गाजर प्याज लसुन अन्त अझै के यो कर्नफ्लावर के लानु त्यस्तै लाउनु भएको छ ठिक छ मजाको छ सुप चाहिँ हेल्दी अहिले म आफ्नो त्यो रुमदेखि निक्लिसकेको छु अहिले 25 मिनटदेखि आधा घन्टाको सफर छ यात्रा छ पैदल गयो भने चाहिँ यस्तै गाडीमा गयो भने तपाईँको लाग्छ ओन्ली लाइक 6-7 मिनट लाग्छ तर पैदल जानु रुचाउँछु क्या जब इन्डियामा थिएँ नि त्यतिखेर एउटा पैदल हिँड्थिनँ अहिले पनि इन्डियाको मान्छे हेबिटै त्यो हुन्छ पैदल हिँड्दैन तर यहाँ चाइना मान्छेमा के हुन्छ सबै पैदल बेसी जस्तो पैदल हिँड्ने गर्छ अब इन्डियामा हुँदा के हुन्छ यहाँदेखि उहाँसँग 500 मिटरको त्यो दूरी छ त्यहाँ जानु छ दोकान जानु छ भने स्कुटी निकाल्यो फेरि त्यसमा गइहाल्यो है फेरि आउनु छ स्कुटी गयो स्टार्ट गऱ्यो फेरि आयो अन्त त्यस्तो हेबिट छ इन्डियामा चाहिँ अब यहाँ चाहिँ त्यस्तो हेबिट छैन क्या यहाँ बसिसकेको छ हिँड्ने खालके त आधा घन्टा जानु आधा घन्टा आउनु केही जस्तो लाग्दैन तर इन्डियामा आधा घन्टा हिँड्नु भनेको बहुत साह्रो पर्थ्यो त आज चाहिँ म यो भ्लग एक्चुअली के छ भने पुरापुरी यो भ्लग चाहिँ अफिसकै थिममा डिपेन्ड रहन्छ है त त्यही माथि नै रहन्छ ट्राई गर्छु यो चाहिँ जो चाहिँ अन्धोहरू हिँड्नुहुन्छ के हुन्छ यहाँ फिल हुन्छ हिँड्दाखेरि त यसो हिँड्नु सक्छ नर्मल मानिस हुनुहुन्छ उनीहरूको लागि चाहिँ यो बनाइरहेको छ होइन यो साइडमा यो साइडमा र स्कुटी हिँड्नुलाई चाहिँ यो साइडमा एक्चुअलीमा र यसरी डिभिजनमा विभाजन गरेको छ है त अन्त उतापट्टि चाहिँ तपाईँको मेन रोड भइगयो त्यसरी स्कुटी हिँड्ने यहाँ चाहिँ मान्छेहरू हिँड्ने त्यो चाहिँ गाडी हिँड्ने यति मजाको छ है म अहिले फिलहाल चाइनामा तपाईँको काम गरेको लगभग आई थिङ्क 2 वर्ष हुनै आँट्यो भएको छैन यसमा तर हुन लाग्यो सुरुमा आउँदा त धेरै साह्रो पर्ने यस्तै नर्मल व्यक्तिलाई होइन अचानक कुनै देशमा आएर त्यहाँको कल्चर र त्यहाँको भाषासँग मिल्नु त धेरै साह्रै पर्छ सुरुमा म यस्तो भएको थिएँ कि कुनै चिज नाइ भन्नु नसकेर होइन उसले जे भने त्यही हो भन्ने चाइनामा के कल्चर छ कुनै पनि तपाईँ ग्रिडिङको लागि जसरी हामी केही अफर गर्छौँ जस्तै कफी अफर गऱ्यो या जे पनि अफर गऱ्यो कुनै चिज जस्तै फ्लावर अफर गऱ्यो होइन चाइनामा चाहिँ के कल्चर छ भने उनीहरूले सिगरेट अफर गर्नुहुन्छ होइन त एकपल्ट चाहिँ के मलाई पनि सिगरेट अफर गरेँ अब नाइ भन्नु नसकेर मैले लिनु त लिएँ तर खानु चाहिँ खाइनँ लिनु त लिएँ पकेटमा राखेर त्यत्तिकै त्यसलाई फ्याँकिदिएँ पछि गएर र उसले भने जलाउने भने म भने नाइ टाउको हल्लाएँ अन्त पछि पनि अब पछाडि खान्छु पनि भन्नु नसकेको टाउको मात्रै हल्लाएँ लाटा जस्तो लाग्यो होला त्यतिखेर उसलाई पनि र यस्तै हुन्छ नयाँ सहरमा आएर नयाँ देशमा आएर त्यो कल्चरमा डेभलप हुनु है त बिस्तारै अलि दुःख छ मेन तपाईँहरू चाइनामा के हुन्छ भने इङ्ग्लिस धेरै कम्ती मात्रामा जतिको इन्डियामा इङ्ग्लिसको प्रचलन छ त्यति चाइनामा छैन र उनीहरू आफ्नै ट्रेडिसनल भाषाहरू आफ्नै चाइनिज भाषाहरू मा रुचाउँछ होइन त हामीले पनि त्यो भाषा सिक्नु अलिकति जरुरी भइहाल्छ उनीहरूको यहाँ देशमा बस्नु लागि त्यही सुरुमा त्यही धेरै तकलिफ हुन्छ किनभने सामान्य कुरालाई पनि उनीहरू चाइनिजमै भन्छ जस्तै हामी अब कुनै कार आयो भने हामी कार भन्छु नि
अब हिन्दीमा पनि कार भन्छ, नेपालीमा पनि कारै भनिहाल्छ, स्कुटी भने स्कुटी भन्छ नि त। तर उनी चाइनिजमा के हुन्छ भने स्कुटीको पनि आफ्नै वर्ड छ, उनीहरूको आफ्नै चाइनिज भाषामा छ। यसरी चाहिँ उनीहरूसँग अलिकति वार्तालाप गर्नु साह्रो पर्छ सुरुमा। अब हाम्रो चाहिँ 9th फ्लोरमा छ अफिस। यो चाहिँ हो चिकन चाउमिन है। उनीहरू आफै बनाउँछ आफ्नै हातले यो चाउमिन पनि, मतलब ह्यान्डमेड हुन्छ, कतैबाट किनेको ल्याएको होस्। त्यो जुन चाहिँ मैदा हुन्छ त्यो मैदालाई नै आफै हातले क्या गरेर बनाएको हुन्छ। यहाँ चाहिँ चिकन छ, यो चिकन हो, यो सुप दिएको छ साइडमा। अब फेरि गर्नुपर्छ काम कामै गर्न आएको मान्छे होइन, खायो काम गर्यो, सुत्यो उठ्यो, फेरि काम गर्यो, के गर्नु, यस्तै हो जिन्दगीमा। त जीवनको एक दिन बित्यो, आजको सिफ्ट पुरा भयो। 9 बजी बिहान आएको, बिहानको 9 बजीदेखि रातिको 9 बजीसम्म 12 घन्टाको सिफ्ट। प्राइभेट काममा 12 घन्टा त नर्मलै हो अहिलेको जमानामा। र यसरी काम गर्न थालेपछि होइन जीवनमा व्यस्तता आउँछ, आफैलाई भुलिनु सक्छ। मान्छेले त्यही नभुल्लोस् भनेर चाहिँ म आफैलाई याद राख्नु लागि चाहिँ भ्लगहरू बनाउने चेष्टा गर्दैछु। जो कोही पनि मेरो भ्लग हेर्दैछ सायद आफ्नो जीवनमा उनीहरू पनि धेरै व्यस्त हुनुहुन्छ होला, सायद आफन्त साथीहरूसँग त्यति भेट्नु पाउँदैन। म उनीहरूलाई पनि जस्ट एडभाइस गर्न चाहन्छु कि उनीहरू पनि आफ्नो भ्लगहरू बनाउनुहोस् डेली लाइफमा। किन पछि गएर जब हामी 60-70 जब एट द रिटायरमेन्टको जब हाम्रो एज हुन्छ त्यतिखेर यही यादहरू बस्छ क्या। नभए के छ, म 2 साल आएको भएको थिएँ होइन चाइना, त्यतिखेर म 1 साल मैले केही गरिनँ र म यसो 1 साल त्यो फर्केर हेर्छु नि, मेरोमा कुनै याद छैन त्यसको लागि, त्यहाँ कुनै मेरो मेमोरी बन्नेकै छैन। त्यही सोचेर चाहिँ मलाई दुःख लाग्छ क्या। त्यही लागि म ट्राई गर्दैछु अबदेखि चाहिँ एउटा भ्लग या एउटा सानो एउटा रिल्स या फोटोजहरू पनि म खिच्ने कोसिस गरौँ क्या, जसले चाहिँ याद बनिराखोस् जीवनमा, आफूलाई पनि फिल होस् न जिउँदो छु भन्ने।